सुयासल भनेर हामी त्यो पनि भनिसक्यो। अब प्रश्न सोध्न चाहन्छु। प्रश्न भाइलाई सोध्न चाहन्छु पहिला। भाइले प्रश्नको जवाब दिनु होला। अनि यहाँ चाहिँ नढाँटिकन भन्नुपर्ने प्रश्नहरू छ। फेरि ढाँटेर भित्र लुकाएर अलिकति कुनातिर अलिकति राखेर भन्ने कुरो होइन। त्यो चाहिँ सबै कुरा आज यहाँ यतिका साक्षीको रूपमा भनेको छ नि। यहाँ भएकोहरू चाहिँ साक्षीको रूपमा, यतिको साक्षीको रूपमा तपाईँले बोल्नु भएको कुराहरू चाहिँ फरक हुनु हुँदैन। म प्रश्न सोध्छु भाइ सन्तोषलाई, के तपाईँ आफ्नै स्वइच्छाले यी स्त्री शीतल मुक्तानसँगका पवित्र विवाहको बन्धनमा बाँधिनका लागि यस मगनी गर्न राजी हुनुहुन्छ? आफ्नै स्वइच्छाले हो? स्वइच्छाले कुनैले कर गरेर, कुनैले के हुन्छ भने अनि करले पनि विवाह हुन्छ नि त। मैले हिजो मात्रै टिकटक हेरिरहेको थिएँ। टिकटकमा मेरो चाहिँ पढाइ सिक्थ्यो। अनि बाबाले बिहा गर भन्यो। त्यस कारणले अहिले जब गर्नलाई म जाँच दिँदैछु, ट्राई गर्दैछु लोक सेवा भन्ने केटाले भन्यो। केटीले चाहिँ के गर्दैछ भनेर सोधेको थियो। त्यसो भए जागिर रहन्छ म जान्न। त्यस्तो कर्करमा त्यस्तो अप्ठ्यारोमा त होइन, बाबाको लागि होइन नि। ल धन्यवाद, ताली बजाइदिनु। आफ्नै सोही इच्छाले। अनि अर्को प्रश्न सोध्छु। यो चाहिँ झन् एकदम जटिल प्रश्न छ। यो चाहिँ धेरै नै ढाँट्नु नमिल्ने। ढाँट्यो भने चाहिँ के हुन्छ, पछि तपाईँलाई नै असर आउने कुरा, तपाईँको दुईजनामा असर गर्ने कुरा। म प्रश्न सोध्छु भाइलाई नै, के तपाईँले अरू नै कसैलाई विवाह गर्नको लागि प्रेम गर्नुभएको वा प्रतिज्ञा गर्नुभएको छ? छैन। पक्का हो त? पक्का। अलिकति कुनातिर अलिकति राखेको त छैन? छैन, पक्का हो। ताली बजाउनुहोस्। अब अन्तिम प्रार्थना, जम्मा 3टा प्रार्थना सोध्नु थियो मैले। अन्तिम प्रार्थना सोध्छु है। के तपाईँ पवित्र विवाहको निम्ति विवाहको दिनसम्म स्थिर भएर तयार रहनुहुनेछ? तयारी छु। धन्यवाद, ताली बजाउनुहोस्। अब यही प्रश्न फेरि बहिनीको लागि आइरहेको छ। उहाँले पनि नठानिकन भन्नुपर्ने हुन्छ है। नेपालीहरू चाहिँ ढाँट्ने बानी हुन्छ, त्यही भएर मैले कडा गरेको। ल, के तपाईँ आफ्नै स्वइच्छाले यी पुरुष सन्तोष श्रेष्ठसँग पवित्र विवाहको बन्धनमा बाँधिनका लागि यस मगनी गर्न राजी हुनुहुन्छ? सुन्नुभयो? अनि विस्तार भन्दाखेरि चाहिँ राजी छैन कि जस्तो लाग्यो। जोडले बोलिदिनुपर्छ है। यहाँ चाहिँ अरू सबैले सुनिरहनु भएको छ, काम ठाडो गरेर मैले त सुनेन नि भन्नु पछि त्यसो भन्नु फेरि हँसाउनु पऱ्यो। नरिसाउनुहोस्। आफ्नै स्वइच्छाले पवित्र विवाहको बन्धनमा बाँधिनको लागि मगनी गर्नुभएको छ, राजी छ भनेर भनिसक्नु भएको छ। खोइ त ताली। अब अर्को प्रश्न, यो बहिनीले पनि यो ढाँट्नु नहुने कुरा छ है। मनको कुनामा लुगाएर राख्ने कुरा होइन। यो पुरै आज छ भने पनि निकालिदिनुहुन्छ। शीतलको निम्ति यो प्रश्न, के तपाईँले अरू नै कसैलाई विवाह गर्नको लागि प्रेम गर्नुभएको वा प्रतिज्ञा गर्नुभएको छ? छैन। मैले चाहिँ सुने, अरूले सुन्नुभएको छ। हजुर, अनि जोडले भन्ने नि एकचोटि छैन। त्यसो भए के तपाईँ पवित्र विवाहको निम्ति विवाहको दिनसम्म स्थिर भएर तयार रहनुहुन्छ?
धन्यवाद। ताली जवाब दिनलाई चाहिँ नलाजाइकन भन्नुपर्छ। यस्तोमा फेरि सबैले सुन्ने गरी भन्नुपर्छ, साथी पनि त्यस कारणले त्यसो भए त तपाईँहरूले दुईजनाको निर्णय चाहिँ रुथको निर्णय जस्तो हुनुपर्छ है। मैले अहिले भनेको तपाईँ जहाँ जानुहुन्छ म पनि त्यहाँ जान्छु, तपाईँ जे खानुहुन्छ म त्यही खान्छु, तपाईँको परमेश्वर मेरो पनि परमेश्वर, तपाईँको मान्छे मेरो पनि मान्छे, तपाईँको आफन्त मेरो पनि आफन्त भनेर रुथले भने जस्तै तपाईँहरू दुईजनाको चाहिँ त्यस्तै हुनुपर्छ है। अब यतिको करार बाँधिसकेपछि पछिसम्म त्यो प्रेम चाहिँ रहिरहनुपर्छ। अब यो एउटा चेतावनीको रूपमा एउटा कुरो भन्छु म। तपाईँहरूले यतिको भनिसक्नुभयो, सबैजनाले सुनिसक्नुभयो, त्यस कारणले एउटा चेतावनीको रूपमा एउटा कुरा भन्छु। अब बाइबल धर्मशास्त्रको नियमअनुसारको विवाह हो हाम्रो। त्यस कारणले क्रिस्चियन विवाहमा चाहिँ यो हुनुपर्छ कि भाइ बहिनीहरू विवाह नहुन्जेल सँगै नबस्नुहोला भनेर यहाँनिर एउटा चेतावनीको कुरा छ। त्यो चाहिँ सँगै कतै केही गर्नु पऱ्यो भने तपाईँले अभिभावकलाई साथमा लिएर किनमेल गर्ने के गर्नुपर्ने भेटघाट हुनुपर्ने भयो भने एकजना साथी लिएर जानुहोस्। यो चाहिँ किन भन्दाखेरि पवित्र विवाह भनेर भनेको छ नि माथि अघि नै, पवित्र विवाह भएको कारणले यो हुनुपर्छ तपाईँको बिचमा, दुईजनाको बिचमा। अनि अहिलेको मोबाइलको जमाना छ। हेलो, तपाईँ कहाँ हुनुहुन्छ? फलान ठाउँमा आउनु न, हेरौँ। त्यो छ नि चलन अहिलेको। तर त्यस्तो हाम्रो क्रिस्चियन विवाहमा चाहिँ त्यस्तो होइन। विवाहको दिनसम्म चाहिँ तपाईँहरू एकदम सतर्क भएर सचेत भएर रहनु भन्न चाहन्छु। तपाईँको अनुग्रहमा राखिदिनु प्रभु, तपाईँलाई धन्यवाद। जिउको परमेश्वर उहाँको अन्तिम जीवनभरिको लागि तपाईँको प्रेम प्रकट गरिदिनुहोस्, प्रेम राखिदिनुहोस् प्रभु, तपाईँलाई धन्यवाद। विवाहको दिनसम्म सुरक्षित रहनुको निम्ति पनि प्रभु तपाईँको हातमा राख्दछु। जिउको परमेश्वर सबै कुरोमा सफलता र आशिष दिने चाहिँ तपाईँ हुनुहुन्छ। तपाईँ महान परमेश्वर, तपाईँ आदर योग्य परमेश्वर हुनुहुन्छ। तपाईँ परमेश्वरले सहायता गर्नुहुन्छ। आशिष अनुग्रह राखिदिनुहोस्। उहाँहरू दुईजनाको लागि तपाईँ प्रभु सुरक्षा दिनुहोस्। तपाईँ प्रभुको अनुग्रह राखिदिनुहोस्। जीवित परमेश्वर उहाँहरूको जीवनमा प्रभु तपाईँको आशिष भएको होस्, तपाईँको अनुग्रह भएको होस्। प्रभु तपाईँलाई धन्यवाद। महान परमेश्वर, उद्धारकर्ता परमेश्वर, जिउको परमेश्वर, तपाईँलाई धन्यवाद। जीवित परमेश्वर, दिन प्रतिदिन तपाईँको प्रेम, तपाईँको जीवित वचन